प्रभुले महान काम गर्दै हुनुहुन्छ। तर येशूले भन्नुभयो कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ। आज मण्डलीले जान्न पर्ने कुरा त्यो छ। आज मण्डलीले सिक्न पर्ने कुरा यो छ कि येशूलाई हामीले छुन बिर्सेका रहेछौँ। सेवकाईमा यति साह्रो व्यस्त छौँ, हामी तपाईँ र म परिवारको कुरामा यति साह्रो व्यस्त छौँ, तर एउटा कुरालाई बिर्सेका रहेछौँ, येशू ख्रीष्टलाई छुन बिर्सेछौँ, येशू ख्रीष्टको हात छोडी पठाएछौँ। त्यही भएको कारणले हामीले गरेका कुराहरूमा विफलै मात्र भएका छौँ। तर आज तपाईँको लागि यदि तपाईँ त्यो दासत्वमा भएको जस्तो लाग्छ भने तपाईँ कतिचोटि कमिटमेन्ट गर्नुहुन्छ, म प्रार्थना गर्छु, अब म उपवास बस्छु, अब म येशूसँगै हुन्छु, तर सक्नु भएको छैन भने त्यही येशू आज हाम्रो बिचमा हुनुहुन्छ। कमिटमेन्ट गर्नुहोस्, येशूलाई भन्नुहोस् प्रभु म आज तपाईँलाई छुन्छै छुन्छु। हामी सबैले भनौँ प्रभु म तपाईँलाई आज छुन्छै छुन्छु। जबसम्म तपाईँलाई छुदिनँ म यो बिल्डिङ छोड्ने छैन। मैले भनेको अलिक बुझ्नु भएन जस्तो छ। जबसम्म तपाईँलाई म छुदिनँ यो बिल्डिङ छोड्ने छैन। हालेलुया, हालेलुया, हालेलुया। येशू ख्रीष्ट आज हाम्रो बिचमा हुन्छ। येशू हिलिङको लागि मात्रै होइन, छुटकाराको लागि मात्रै होइन, तपाईँ र मलाई रिभाइभल गर्नका लागि उहाँ यहाँ हुनुहुन्छ। तपाईँ र मलाई भविष्यका दर्शनहरू दिनलाई उहाँ यहाँ हुनुहुन्छ। तपाईँ र मलाई पर्सनल लाइफमा जुन च्यालेन्जेसहरू भइरहेको छ त्यसमाथि विजय दिनलाई उहाँ यहाँ हुनुहुन्छ। तर आवश्यकता चाहिँ तपाईँ आफैले छुनुपर्छ। हालेलुया। अर्को पनि हामी हेरौँ मत्ती 8:14 र 15। पत्रुसको घरमा आउनु भएपछि येशूले तिनकी सासूलाई ज्वरोले थलिएर पस्रिरहेको देख्नुभयो। उहाँले तिनको हात छुनुभयो र ज्वरोले तिनलाई छोड्यो अनि उनी उठेर उहाँको सेवा गरे। सेखेथे। आज मैले हिलिङको भर्सहरू ल्याएको छु दुईटै। तर यहाँबाट तपाईँले बुझ्न पर्ने कुरा के छ भने जसै येशू ख्रीष्ट तपाईँ र मेरो जीवनमा एन्ट्री हुन्छ नि, जसै येशू ख्रीष्टलाई तपाईँ र मैले एलाउ गर्छौँ जीवनमा गर्नुहोस्, तपाईँले राज गर्नुहोस्, तपाईँले काम गर्नुहोस् भनेर जब तपाईँ र मैले एलाउ गर्छौँ उहाँ आउने बित्तिकै तपाईँ र हामी स्वतन्त्र हुन्छ। पहिलो नम्बरमा तपाईँ र हाम्रो बन्धनहरू खुलिन्छ। तपाईँ र मेरा भएका हरेक नकारात्मक कुराहरू, जुन कुरा येशूलाई मन पर्दैन, जुन कुरा पवित्र आत्मालाई मन पर्दैन, त्यो कुरा राइट आवे हटेर जान्छ। अनि तपाईँ र म फेरि त्यहाँदेखि पछाडि चाहिँ के गर्ने? पत्रुसको सासू ज्वरो आएर थला परेकी थिइन्, हल्लिन नसक्ने अवस्थामा थिइन्। तपाईँ हामी यदि काउन्सिलिङ गर्न गएको भए त टाइनरोल लिनुहोस् न, अलिक जाति हुन्छ कि। अझै नेपालीमा त एउटा कुरा भन्ने छ, के अरे त्यो कालो कालो हुन्छ नि शिलाजी। हजुर टाइनरोलले काम गरेन, शिलाजी लिनुहोस्। शिलाजीले काम नगरेर पछि अरू के लिनुहोस् भनेर यति लामो नेपालीको आयुर्वेदिक दबाई बताउनुहुन्छ। पत्रुसको सासू चाहिँ चल हल नगर्ने अवस्थामा हुनुहुन्थ्यो। आज धेरै विश्वासीहरू यस्तो अवस्थामा पुगिसक्नु भएको छ, यस्तो ठाउँमा पुगिसक्नु भएको छ, अब उहाँहरू आफै केही गर्न सक्नुहुन्न। प्रयास नगरेको हो र उपवास बस्ने? हाम्रो पास्टर आमाले त्यो एउटा प्रार्थना गर्नुहुन्छ, चेन प्रेयर नगरेको हो र? एक हप्ता चेन प्रेयर गर, अर्को हप्तादेखि त घरमा प्रार्थनै छैन। फेरि धेरैजनाको जिन्दगी त्यस्तो भइराखेको छ। तर आवश्यकता कुरा म तपाईँलाई बताउँ, जसै येशू ख्रीष्ट एन्ट्री हुनुहुन्छ, जसै येशू ख्रीष्ट भित्रिनुहुन्छ, भित्रिसक्दा उहाँले एउटा कुरा कमी देख्नुभयो, हौ के हुँदैछ, यो दिदी त काम गर्नुपर्ने हो, यो दिदी त घरमा सर्भ गर्नुपर्ने हो, सुतिराखेको छ त। उहाँले छुनुभयो, राइट अवे हिलिङ भएर सर्भ गर्न थालेको छ, सेवा गर्न थालेको छ। तपाईँ र मलाई आज यो घडी परमेश्वरले यहाँ छुँदै हुनुहुन्छ। तपाईँले जब परमेश्वरको लबेदालाई परमेश्वरको अगाडि गएर म आज छुन्छु छुन्छु भनेर तपाईँले जब घुँडामा गएर भन्दै हुनुहुन्छ भने उहाँको आत्माले भर्ने बित्तिकै, उहाँको उपस्थितिले भर्ने बित्तिकै तपाईँ चाहिँ के हुनुहुनेछ? छुटकारा हुनुहुन्छ। तपाईँको जीवनमा चाहिँ हिलिङ आउँछ, तपाईँको जीवनमा चाहिँ स्वतन्त्र आउँछ। अनि त्यस पछाडि तपाईँले निरन्तर यो कुरालाई कन्टिन्यू आफ्नो जीवनमा एप्लाई गर्नुहुनेछ। थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड। मैले गरेको निर्णयहरूमा एक दुईवटा निर्णयहरू क्रेजी निर्णयहरू गरिपठाएँ। धेरैजनाले मलाई अहिले खासै मन पराउनुहुन्न। मेरो साथीहरूले पनि गर्नुहुन्छ,
अब भाइ त्यति साह्रो गर्नुपर्छ र यीशुको राज्यमा जानका लागि भन्नुहुन्छ। तर एउटा कुरा म तपाईँलाई बताउँछु, एक्सपेक्ट ग्रेट थिङ फ्रम गॉड। परमेश्वरबाट ठुलो कुराको आशा राख्नुहोस्, सानो होइन, ठुलो कुराको। अनि जब तपाईँ आशा राख्नुहुन्छ भने, अनि आशा राखेकै कारण परमेश्वरले तपाईँको जीवनमा गर्नुहुन्छ। एफिसी 3:20। अब म अन्तिममा छु ल। यहाँनिर के भन्छ भने उहाँलाई जसले हामीभित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। हालेलुया, हालेलुया। मरुभूमिमा खानाको एक्सपेक्ट गर्नुहोस्। सुन्नुहोस् है, मरुभूमिमा खानाको एक्सपेक्ट गर्नुहोस्। तपाईँको अगाडि समुद्र छ भने 2 पार हुने एक्सपेक्टेसन राख्नुहोस्। हालेलुया, हालेलुया। यहाँ बुझ्न पर्ने कुरा के छ भने जब तपाईँले एक्सपेक्टेसन राख्नुहुन्छ, एक्सपेक्टेसन राखेको कारणले गर्दाखेरि, त्यो आशा अनि भरोसा राखेको कारणले गर्दाखेरि तपाईँको समुद्रहरू, तपाईँको समस्याहरूलाई परमेश्वरले 2 भाग पारिदिनुहुन्छ। तपाईँ त्यो डेजर्टबाट भएर जाँदै गर्दा तपाईँलाई गर्मी भएको छ, अब तपाईँलाई साह्रो पर्दैछ, समस्याले च्यापिएको छ। यहाँबाट यसो हेऱ्यो केही पनि छैन, उता हेऱ्यो बालुवा छ, उता हेऱ्यो समस्या छ। तर परमेश्वरमा आशा राख्नुहोस्। परमेश्वरमा आशा राखेको कारण पानी आउँछ है। म विश्वास गर्छु। मलाई तपाईँको बारेमा थाहा छैन, तर परमेश्वरले आज पनि गर्न सक्नुहुन्छ। एक्सपेक्ट राख्नुहोस्, परमेश्वरको महिमा अगापे चर्चमा आउँछ। एक्सपेक्ट राख्नुहोस्, आफ्नो फ्यामिली फेरि पनि परमेश्वरमा रिस्टोर भएर नयाँ जीवन हुन्छ। आशा गर्नुहोस् कि परमेश्वरले हामीलाई चर्च बिल्डिङ दिनुहुन्छ। यो चर्च बिल्डिङको कुरा छोइहाल्यो। तपाईँ र मैले सेवाकाई गरेको धेरै वर्ष भएछ बिल्डिङमा। अस्तिको दिन उहाँले मेसेज लेख्नुभयो, हाम्रो चर्चमा अलिकति प्रब्लम भएको कारणले यहाँ सेवा गर्न मिल्दैन, तपाईँहरू गएर पार्कमा सेवा गर्नुहोस्। यसलाई कसरी बुझ्नुभयो? तर पास्टर टेक अनि मलाई यस्तो धेरै चिन्ता लाग्यो यो कुराले। कोही व्यक्तिले भन्दैछ यहाँ हाम्रोमा ठाउँ छैन, पार्कमा गएर गर्नुहोस्। प्रियहरू, आज म तपाईँलाई बताउँ, परमेश्वरमा आशा राख्नेहरूलाई उहाँले गर्नुहुन्छ। केवल परमेश्वरमा, मानिसहरूमा होइन, संस्थामा होइन, अर्गनाइजेसनमा होइन, कसैले दिन्छ भनेर होइन, तर परमेश्वरमा आशा राख्नेहरूलाई परमेश्वरले दिनुहुन्छ। अनि यही आशामा चाहिँ हामी बस्न आवश्यकता छ। परमेश्वरलाई हामीले लिमिटमा नराखौँ। यतिखेर अब हामी प्रार्थनामा जानै आँटेका छौँ। परमेश्वरलाई लिमिटमा नराखौँ। अब यो कुरादेखि ज्यादा त गर्न सक्नु हुँदैन होला। नो। यहाँ बुझ्न पर्ने कुरा के छ भने मर्कुसको पुस्तक 6:1देखि 6सम्म म पढेर तपाईँलाई सुनाउँदिनँ, तर यहाँ एउटा कुरा गरिएको छ। येशू ख्रीष्टले आफ्नै नगरमा फर्किनु भयो अनि फर्किसके पछाडि सब्बातको दिनमा उहाँले शिक्षा दिन लाग्नुभयो। धेरैजना सुन्नेहरू छक्क परे। धेरैजनाले यो के शिक्षा आयो, यो त हामीले कहिले सुनेकै थिएन, यसको बारेमा जानेकै थिएन, कस्तो खालको शिक्षा आयो यो भनेर धेरैजना छक्क परे। अझै तलतिरपट्टि के यिनी त सिकर्मीका छोरा होइनन् र? टिचिङ सुन्दैछन्, टिचिङ युनिक लागेको छ, शिक्षालाई सुन्दैछन्, यो त बडो अचम्मको शिक्षा छ। तर मानिसहरूले कोहीले भन्दै थिए होइन यिनी त योसेफका छोरा होइनन् र? तलतिरपट्टि भाइहरूको नाम भनेको छ 3-4 जना, यो त तिनीहरूको दाजु होइन र भनेर भन्दैछ। प्रियहरू, तपाईँले परमेश्वरलाई लिमिट गर्न मिल्दैन, उहाँ अनलिमिटेड हुनुहुन्छ। यहाँ जो व्यक्ति आउँछ नि यहाँनिर, चाहे त्यो अरुण भाइ आओस्, चाहे एल्डर बाबु आउनुहोस्, चाहे पास्टर कुमार आउनुहोस्, हाम्रो पास्टर न्यामा आउनुहोस्, पास्टर टेक आउनुहोस्, एक्सपेक्ट ग्रेट थिङ फ्रम गॉड। परमेश्वरबाट चाहिँ आशा गर्नुहोस्, हामीबाट होइन। अनि परमेश्वरलाई लिमिटमा नराख्नुहोस्। आज प्रार्थना गर्दा गर्दै मेरो यो कुरा चाहिँ जाति हुन्छ। आज प्रार्थना गर्दा गर्दै मेरो रोकिएको ब्याङ्कका चेकहरू चाहिँ ब्याक आउँछ। आज प्रार्थना गर्दा गर्दै हेर्नुहोस् अनलिमिटेड कुराहरू। मैले एकजना व्यक्तिलाई भने दुईपट्टि कानमा उयो लाउनु हुँदो रहेछ, त्यो के अरे त्यो मिसिन। प्रभुले तपाईँलाई चङ्गाइ दिन सक्नुहुन्छ, प्रभुले तपाईँलाई चङ्गाइ दिन सक्नुहुन्छ। टाउको मात्र हल्लाउँछ, भित्र विश्वास छैन। किनभने म साधारण व्यक्ति, ऊ त्यो मिक्सर मिलाउने व्यक्ति, यो साउन्ड सिस्टम मिलाउने व्यक्ति, हिजो गएर उहाँ लाइभ गरेर आए, लाइभ गर्ने व्यक्ति। जसै तपाईँले परमेश्वरलाई लिमिटमा राख्नुहुन्छ नि, यो व्यक्तिबाट त काम गर्नुहुन्न होला, यो त उतै त हो नि। यहाँ त्यही भएको छ। अलिकति मुनतिरपट्टि पढौँ। अनि तिनीहरू
उहाँसँग चिडिए। तलतिरबाट एकदमै तल पढेँ मैले। तब येशूले तिनीहरूलाई भन्नुभयो, अगमवक्तालाई आफ्नै देशमा र आफ्नो नातेदारहरूमा का बीचमा आफ्नै घरमा बाहेक अन्त काहीँ अनादर हुँदैन। र उहाँले त्यहाँ कुनै पनि, सुन्नुहोस् है, यो इम्पोर्टेन्ट कुरा छ, त्यहाँ उहाँले कुनै पनि रोगीहरूमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्ने कामदेखि बाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्नु भएन। वाइ? बिकज तिनीहरूले परमेश्वरको पुत्रलाई लिमिटमा राखेका थिए। यो व्यक्ति चाहिँ योसेफको छोरा हो, यो व्यक्ति चाहिँ ती तीनजनाको दाजु हो, यो व्यक्ति चाहिँ मरियमको। तर जहाँ जहाँ उहाँ अरू ठाउँमा जानुभयो नि, अरू ठाउँमा जाने बित्तिकै वाउ, म्यान अफ गड, परमेश्वरबाट आएको मानिस, परमेश्वरको पुत्र, यो व्यक्तिलाई मैले छुँदा छुँदै म निको हुन्छु भन्ने एक्सपेक्टेसन राखेको थिएँ। हेर्नु त, तपाईँ र म जब अविश्वासी हुन्छौँ नि, अविश्वासको कारणले परमेश्वरलाई हामीले लिमिटमा राखी पठाउँछौँ। होइन, परमेश्वरले त यो हप्ताको हाउस रेन्ट जुटाउनु हुन्न होला, परमेश्वरले त मेरो जस्तो बिरामलाई त पार लाउनु हुन्न होला। नो 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 नो, परमेश्वरले आज पनि गर्न सक्नुहुन्छ, तर कमिटमेन्ट चाहिँ तपाईँ हामीले गर्नुपर्छ। आमेन। जसै कमिटमेन्ट गरेर तपाईँ अगाडि जानुहुन्छ, जसै तपाईँले प्रतिज्ञा गरेर अगाडि जानुहुन्छ, तपाईँले परमेश्वरमा नै कम्प्लिटली अनलिमिटेड फेथ राख्नुहोस्, अनलिमिटेड विश्वास राख्नुहोस्। यो कुरा पनि गर्न सक्नुहुन्छ, त्यो कुरा पनि गर्न सक्नुहुन्छ। परमेश्वरले नेपालमा पास्टरले भनेको गवाह अनुसार साग जुटाउनु हुन्थ्यो भने यहाँ गाडी पनि जुटाउन सक्नुहुन्छ। सागको लागि हामी प्रार्थना गरेर गाडीको लागि डराइ पठाउँछौँ। सागको लागि प्रार्थना गर्यो, प्रभु मलाई सागको खाँचो छ, मलाई चाहिएको छ, मलाई खानु मन छ, प्रभुले साग जुटाउनु भयो। हाउ अबाउट गाडी? अरू कुराहरू, चङ्गाईको कुरा गरौँ एकछिन। चङ्गाईको कुरा, हिजो म्यान अफ गड आउनु भएको थियो, इभान्जेलिस्ट जोसेफ। उहाँले भन्नुभयो परमेश्वरले आज महान काम गर्दै हुनुहुन्छ। धेरैले त्यहाँ हात चिच्चाए, धेरैले एक्सपेक्ट गरे, त्यो कुराहरूलाई सुरु भयो। उहाँले त्यो बिचमा, मानिसहरूको बिचमा बोल्दै जानुभयो, मानिसहरू त्यति नै धेरै कन्भिक्सनमा आउँदै गए। उहाँले बोल्दै जानुभयो, अन्तिममा गएर कतिजना बिरामी हुनुहुन्छ, तपाईँहरू आउनुहोस् भने पछाडि बिरामीहरूको लाइन भयो, ग्रहण गर्नेहरूको लाइन भयो। त्यहाँ मानिसहरूले येशू ख्रिस्टलाई हेरेर आउँदै थिए, म्यान अफ गडलाई होइन। तर फेरि सेम कुरो नेपालीमा भयो भने चाहिँ, अब मैले अहिले यहाँ बोलाएँ भने, सुन्नुहोस् है, म टाढा जाँदिनँ, मैले यहीँ हाम्रै चर्चमा तपाईँहरू यदि परमेश्वरबाट त्यो चङ्गाईलाई चाहनुहुन्छ भने, परमेश्वरबाट फेरि पनि नयाँ जन्म, नयाँ जीवन चाहनुहुन्छ भने अगाडि आउनुहोस् भन्यो भने त गाह्रो हुन्छ त खुट्टा मुभ गर्न। किनभने परमेश्वरलाई तपाईँले लिमिट गर्नुभयो अविश्वासको कारणले। त्यहाँ तपाईँले अर्कै व्यक्तिलाई देख्नुभयो, यो व्यक्ति त त्यो व्यक्ति होइन, यो व्यक्ति त अस्तिसम्म ट्रकमा कुद्ने व्यक्ति होइन। परमेश्वरलाई लिमिटमा नराख्नुहोस्। थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड, हालेलुया। कतिजना हुनुहुन्छ न्यू ग्लोरीको आशा राख्नु भएको छ? हामी एकछिन उठौँ ल। न्यू ग्लोरीको आशा राख्नेहरू, नयाँ महिमाले मेरो जीवनमा भरियोस् भन्ने व्यक्ति कतिजना हुनुहुन्छ? नयाँ महिमाले त्यतिखेर तपाईँलाई भर्नुहुन्छ, नयाँ ग्लोरीले त्यतिखेर भर्नुहुन्छ जब तपाईँले भित्रैबाट प्रभु मलाई भर्नुहोस् भन्नुहुन्छ। हालेलुया। त्यो भएपछि हामी केही आराधनाका गीतहरू गाउँदै एकछिन आराधना गरौँ। म तपाईँलाई अल्टर कल गर्दिनँ, यो अघि मैले भनेको कुरा जुन छ म तपाईँलाई यहाँ बोलाउँदिनँ। तर तपाईँलाई लाग्छ भने सुन्नुहोस् है, म तपाईँलाई आएर हात पनि राख्दिनँ यहाँ, किनभने मैले एउटा कुरालाई विश्वास गर्न थालेको छु, मैले हात राखेर प्रार्थना गरिरहन जरुरी छैन यदि उहाँ डल्लै यहाँ हुनुहुन्छ भने। हालेलुया। येशू ख्रिस्ट डल्लै यो प्रपर्टीमा, यो बिल्डिङमा, हाम्रो बिचमा लाखौं स्वर्गदूत लिएर उपस्थित हुनुहुन्छ भने मैले तपाईँलाई हात राख्नु पर्दैन। तपाईँ यहाँ आएर वेदीको अघि, सिंहासनको अघि प्रभुलाई समर्पण हुनुहोस्, प्रभु त्यो ग्लोरी मेरो जीवनमा पठाउनुहोस्। यदि तपाईँलाई स्वतन्त्रता चाहिएको छ, प्रभु मलाई यो कुराबाट स्वतन्त्र गर्नुहोस्। तपाईँलाई हिलिङ चाहिएको छ, प्रभु मलाई यो कुरामा हिलिङ गर्नुहोस् भनेर तपाईँले भन्नुहुन्छ, उहाँले काम गर्नुहुन्छ। आउनुहोस् हामी एउटा केही कोरसहरू गाउँ। रेनानायामो शेकटे, हालेलुया। तपाईँको खोला बगिछ, म त्यहाँबाट पिउनेछु। विक्रमलाई भन, येशूको खोला। ओ जीसस,
उफ्रदै त्यहाँ आउनेछु तपाईँको खोला बग्दैछ उहाँको उपस्थितिको खोला बग्दैछ यतिखेर म त्यहाँबाट पिउनेछु यसरी मुरुनी मेघ एउटा कुरा मुडुली मृगले पानी खोज्दाखेरि अगाडि उसले के छ त्यो हेर्दैन किनभने ऊ तिर्खाएको छ नि त खोला पर छ अगाडि बाघ भालु पनि हुन सक्छ उसलाई आउने हरेक कुराहरू हुन सक्छ तर तिर्खाएको कारणले उसले सबै कुरालाई नागेर जान्छ यो घडी त्यही खोला बग्दैछ यहाँ त्यही खोला बग्दैछ यहाँ जीवनको खोला तपाईलाई चङ्गाईको खोला तपाईलाई छुटकाराको खोला उहाँको महिमाको खोला तपाईँको प्रेमले येशू तपाईको प्रेम येशूको रगतले आत्मालाई शुद्ध पार्ने पवित्र आत्माको झरी पवित्र आत्माको झरी आगो जलाउने आत्मालाई ठार्ने पवित्र आत्माको आगो पवित्र आत्माको आगो मलाई भत्का नयाँ गरी बनाऊ तपाईँको इच्छा नयाँ गरी बनाऊ येशू मलाई बताऊ येशू मलाई बताऊ येशू मलाई बताऊ
प्रेयर उहाँको खोला बग्दैछ यतिखेर। अघि मैले तपाईँलाई भने 12 वर्ष रगत बग्ने स्त्रीले जब उसले निर्णय गर्छे म येशूलाई छुन्छु, म येशूलाई भेट्छु अनि उसले कमिटमेन्ट गरेकै कारण आफ्नो परिस्थितिलाई बिर्सेर, आफ्नो अवस्थालाई बिर्सेर, मानिसहरूको भिडलाई बिर्सेर ऊ आफै येशूको नजिक गएर उसले येशूलाई छोएकी छ। यदि तपाईँले आफ्नो जीवनलाई फेरि पनि आज समर्पण गर्न चाहनुहुन्छ भने प्रभु म तपाईँलाई आज छुन्छु, तपाईँलाई म आज भेट्छु, तपाईँसँग आज म छुन्छु, तपाईँको उपस्थितिमा आउँछु भन्ने कोही हुनुहुन्छ भने तपाईँ यहाँ माथि आउन सक्नुहुन्छ। उहाँको उपस्थिति यहाँ छ, यहाँ माथि स्टेजमा यो वेदीमा उहाँको उपस्थिति बगिराखेको छ, उहाँको झरी बगिराखेको छ। याबोसाकडा हाम्रो ठाउँहरूलाई छोड्न सक्नुहुन्छ तपाईँले। आफ्नो ठाउँहरूलाई छोडेर मानिसको भिडलाई नहेरिकन तपाईँ आफ्नो ठाउँलाई छोडेर सेकेडे आफ्नो जीवनलाई समर्पण गर्ने हो। पवित्र आत्मा मलाई एकपल्ट फेरि पवित्र फेरि म एकचोटि दोहोऱ्याउँदैछु। यदि तपाईँ भेट्न चाहनुहुन्छ भने लेट नगर्नुहोस् है। तपाईँको भित्र आत्माले नि छोरी त्यहाँ जा भन्दैछ भने यहाँ आएर तपाईँ घुँडा टेक्न सक्नुहुन्छ स्टेजमा। तपाईँको कमिटमेन्टलाई प्रभुले देख्नुहुन्छ है। मैले यहाँ तपाईँलाई पश्चातापको लागि बोलाउँदै छैन, तर प्रभुमा तपाईँको जीवनलाई समर्पण गर्नुहोस्, त्यो वेदीमा समर्पण गर्नुहोस्, त्यो वेदीमा अर्पण गर्नुहोस् भन्दैछु है। सेकेडे डाडा भो Thank you, Lord. Holy God. Thank you, Lord. उहाँको नदी अझै बग्दैछ। लास्ट कल। जब तपाईँ एरोप्लेनमा जानुहुन्छ नि, तपाईँको नाम लास्ट एनाउन्स भए पछाडि तपाईँले लेट गर्नुभयो भने चाहिँ नि तपाईँको फ्लाइटमा जान पाउनु हुँदैन। तपाईँको लागि लास्ट कल छ फेरि पनि।
यदि कसैले आफ्नो जीवनलाई प्रभुमा समर्पित गर्न चाहनुहुन्छ भने प्रभुलाई आज भन्दै हुनुहुन्छ तपाईले, प्रभु म तपाईलाई छुन्छु छुन्छु, आज तपाईलाई नछुई म घर जाँदिन भन्ने हुनुहुन्छ भने सोध्नु पर्यो तपाईले के महसुस गर्दै हुनुहुन्छ। तपाईलाई बताउँ मैले उहाँहरूलाई हात राखेको छैन फेरि प्रभुको उपस्थिति येशू आफैले मिनिस्टर गर्दै हुनुहुन्छ। Jesus, Yeshua,